सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई चाहिँ टिम गोर्खाली युट्युब च्यानलमा चाहिँ स्वागत छ। सो आजको भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ भिडियो हुनेछ होइन। तपाईँहरूले चाहिँ लाइफमा तपाईँहरूले नभेटेको एप्लिकेसन चाहिँ भेट्न जानुभएको छ होइन। सो तपाईँहरूले चाहिँ जुन अब अरू जस्तै अब तपाईँहरूले चाहिँ अहिले ट्रेन्डिङ भनेकै के छ भन्दाखेरि चाहिँ हाउ टु अर्न मनी अनलाइन, हाउ टु अर्न मनी होइन। सबैलाई पैसा कमाउनै छ होइन त। सो तपाईँहरूले चाहिँ पैसा कसरी कमाउने त, मेन कुरो यहाँ आयो। पैसा कसरी कमाउने विदाउट इन्भेस्टमेन्ट, तपाईँको मोबाइल युज गरेर, त्यही पनि धेरै पनि होइन, 1-2 मिनट युज गरेर तपाईँहरूले $0.10 कमाउन सक्नुहुन्छ। अझै त्यहाँभन्दा धेरै धेरै पनि कमाउन सक्नुहुन्छ। यस्तो एप्लिकेसन है तपाईँहरूले चाहिँ बेस्ट एप्लिकेसन, यानि कि अहिलेसम्मको नेपालमा रहेको चाहिँ योभन्दा बेस्ट एप्लिकेसन चाहिँ कुनै पनि छैन है त। सो तपाईँहरूले चाहिँ कुन एप्लिकेसन हो, तपाईँहरूको पनि मनमा यही डाउट लागिरह होला। सो तपाईँहरूले चाहिँ भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नुभयो भने मात्रै बुझ्नुहुन्छ। सो तपाईँहरू त्यसैले भन्छु स्किप नगरिकन हेर्नु होला है त। भिडियोलाई फुल वाच गर्नु होला। अनि त्यसपछि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हाम्रो टिम गोर्खाली युट्युब च्यानललाई चाहिँ। टिम गोर्खाली युट्युब च्यानललाई सब्सक्राइब गरेर हाम्रो तपाईँ पनि मेरो सब्सक्राइबर्स हुनु होला। अनि साथै नोटिफिकेसन बेललाई पनि अलमा प्रेस गर्न नबिर्सिनु होला। सो हामी चाहिँ अब भिडियोलाई चाहिँ स्टार्ट गरौँ है त। सो हामीहरूको आजको बेस्ट अर्निङ एप भनेको चाहिँ हाई फ्यामिली रहेको छ होइन त। सो यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ विदाउट इन्भेस्टमेन्ट कमाउन सक्नुहुन्छ। अब मेरो यो दुईवटा उसमा चाहिँ यहाँ लेभल अप पनि छ। मैले चाहिँ अब $0.5 कमाएँ होइन त। सो अब मैले चाहिँ क्लाइम गर्छु। सो यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ मैले मकै रोपेको थिएँ, मकै रोपेकोबाट फेरि मकै फल्दैछ। सो म चाहिँ यस्तै मकै रोप्ने अनि के भन्छ मकै काट्ने काम गर्छु। सो यो चाहिँ हल्का ग्लिच भएको कारणले चाहिँ यो यता देखाएन कि राम्रोसँगले। अब फेरि लाइभमै जानुपर्छ अनि त्यही भएर टेन्सन हुन्छ कि। वालेटमा जाउँ हामी। सो यहाँ हेर्न सक्नुहुन्छ अब मेरो चाहिँ अहिलेसम्मको अर्निङ देखाउँछु। तपाईँहरूले चाहिँ यो एप्लिकेसनको के भन्छ लिङ्क चाहिँ मेरो डिस्क्रिप्सनमा भेटाउन सक्नुहुन्छ। तपाईँहरूले सिधै खुल्जा सिमसिम नेटवर्क प्रब्लम यस्तो छ कि नेट पनि यस्तो स्लो चलिरहेको छ होइन। त्यसैले भिडियोलाई चाहिँ पुरा हेर्न नबिर्सिनु होला। कहाँ थियो हो, यहाँनिर हेर्न सक्नुहुन्छ मेरो चाहिँ अहिले फिलहालको लागि चाहिँ $0.96 रहेको छ। अब मैले चाहिँ विथड्रलमा दबाउँछु। सो यहाँ हेर्न सक्नुहुन्छ उफ नेटले पनि भिडियो लामो बनाइदिन्छ कि अनि त्यही भएर टेन्सन लाग्छ क्या। सो यहाँ हेर्न सक्नुहुन्छ अब $0.96 अहिले रेड प्याकेट भन्ने यो जुन छ मसँग रहेको छ। अब तपाईँहरूले चाहिँ यहाँनिर मैले विथड्रमा थिचेँ भने चाहिँ अहिले चाहिँ फिलहालको लागि चाहिँ $10 चाहिँ विथड्र गर्न मिल्दैन होइन। तर 12 लेभल भनेपछि अब 30 लेभलमा चाहिँ मैले पनि $10 पनि विथड्र गर्न मिल्छ। $10 बनाएँ भने अब मैले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एक्जाम्पलको लागि चाहिँ यहाँनिर विथड्रल $0.10 क्लिक गरेँ। क्लिक गरिसकेपछि अब तपाईँहरूले चाहिँ विथड्रल चाहिँ केमा गर्ने त, तपाईँहरूको मनमा यही लागिरह होला। तपाईँहरूको चाहिँ विथड्रल चाहिँ USDC भन्ने चाहिँ हुन्छ, बिनाइन्समा हुन्छ है। बिनाइन्समा हुन्छ, बिनाइन्समा USDC अनि इथेरियम के हो यो हो, यसको एउटा नम्बर हुन्छ। त्यो कार्ड नम्बर हालेपछि चाहिँ तपाईँहरूले पनि $0.10 चाहिँ रिसिभ गर्न सक्नुहुन्छ। अनि इट मे टेक 24 to 72 आवर्स भनेको छ। बट यो चाहिँ तपाईँहरूले चाहिँ 15 यहाँनिर 30 मिनटमा चाहिँ तपाईँहरूको बिनाइन्समा चाहिँ रिसिभ हुन्छ। अब मैले चाहिँ $0.10 रहेको छ, त्यसैले मैले चाहिँ अहिले विथड्र गर्न चाहिनँ। बट नेक्स्ट भिडियो चाहिँ तपाईँहरूले कमेन्टमा पार्ट 2 भनेर लेख्नुभयो भने चाहिँ अफकोर्स म चाहिँ तपाईँहरूलाई चाहिँ के भन्छ विथड्र गरेकै प्रुफ सहित देखाउँछु। अब मेरो चाहिँ ट्रान्जेक्सन हिस्ट्री पनि हेरौँ है त। सो यसमा चाहिँ कमाउन त्यति हार्ड चाहिँ छैन, तर ठिकै हो। यत्तिको विदाउट इन्भेस्टमेन्ट कमाउनु भनेको यत्तिको पैसा दिनु भनेको चाहिँ ठिकै हो। मसँग अहिले टोटल्ली $0.96 रहेको छ। म चाहिँ यसलाई चाहिँ तपाईँहरूलाई चाहिँ नेपाली रुपिसमै चाहिँ देखाउँछु है त। लाइक 90 रुपिज यस्तै हुन्छ जस्तो लाग्छ होइन। 0.96 तपाईँहरूको चाहिँ टाइम वेस्ट पनि हुँदैन यसमा चाहिँ गर्नुभयो भने।
धेरैले रिसर्च गरिराख्नु भएको छ होइन। अब तपाईँहरूले चाहिँ मैले चाहिँ अहिलेसम्म चाहिँ विदाउट इन्भेस्टमेन्ट चाहिँ इन्डियन रुपिजमा चाहिँ 85.01 रुपिज कमाएछु है त। सो म चाहिँ नेपाली रुपिज हेरौँ ल। नेपाली रुपिजमा चाहिँ 135 रुपियाँ चाहिँ मैले चाहिँ अहिलेसम्म कमाइसकेको छु $0.96ले। अब हाम्रो चाहिँ $10ले चाहिँ कति हुन्छ त होइन। सो $10ले चाहिँ 1415 रुपियाँ चाहिँ आउने रहेछ। तपाईँहरूले चाहिँ $10 बनाउन पनि त्यति हार्ड पनि छैन, इजी नै छ। यदि तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनमा यो एप्लिकेसनको लिङ्क छ, फटाफट डाउनलोड गरौँ, पैसा कमाऊ है त। सो आजको भिडियो चाहिँ यति नै थियो। आई होप तपाईँहरूलाई चाहिँ भिडियो राम्रो लाग्यो होला। भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। साथै टिम गोर्खालीलाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। सो बाई बाई गाइज, आजको भिडियो यति नै थियो। सो बाई बाई, लभ यु अल माई सब्सक्राइबर्स।